Hey guys, welcome back to my channel Foot in Nepal Talks. After a long time, अब चाहिँ फुटबलको भिडियो बनाउँछु भनेर आएको छु हैन. लाइक फर्स्ट अफ अल भिडियो सुरु गर्नुभन्दा अगाडि हिजो गेम कन्फरेन्स लिग फाइनल. Oh my god. Like Chelsea are the kings of Europe, no doubt. Even as a Madrid fan, like साच्ची कन्फरेन्स लिग, युरोपा लिग, युएफए कप, च्याम्पियन्स लिग, युएफए सुपर कप, फिफा क्लब वर्ल्ड कप सबै जितेका. सो चेल्सी आर द अनडिस्प्युटेड किङ्स अफ युरोप हैन. अब आजको भिडियोतिर कुरा गर्नुपर्दाखेरि चाहिँ आज चाहिँ हामी रियल म्याड्रिडको अपकमिङ साइनिङहरूको बारेमा कुरा गर्नेवाला छौँ. अलमोस्ट डन. लाइक कुनै साइनिङहरू छ, कुनै साइनिङहरू र्युमर्स छ, तर एकदमै हाइली लिङ्क छ रियल म्याड्रिडसँग. योपालि वी अल नो रियल म्याड्रिड इज ट्राइङ टु त्यो आफ्नो ग्यालेक्टिकोलाई प्रपर वेमा राखौँ है. लाइक अट्याकर मात्र साइन गरेर हुँदैन भन्ने बल्ल बुद्धि आछ पेरेसको होइन. इट्स अ भेरी गुड थिङ होइन. सो योपालि को साइनिङ छ, 4वटा प्लेयर यस्तो मैले पिकआउट गरेको छु यो भिडियोको लागि, हु आर हाइली लिङ्क टु रियल म्याड्रिड. सो फर्स्ट नेम इज अल्भारो केरेरास. लाइक फर्मर रियल म्याड्रिड ग्रेजुएट होइन, एकाडेमीमा भ्यालेबासमा खेलेको प्लेयर हो, बट त्यहाँ साइन हुन सकेन. इट्स लाइक सिमिलर ड्यानी काल्भार होइन. ड्यानी काल्भार नि पहिला रियल म्याड्रिडको एकाडेमीमा खेलेको थियो, पछि बायर्न लेभरकुसन गयो, बायर्न लेभरकुसनबाट फेरि फर्केर अनि हि जस्ट बिकेम अ लेजेन्ड ओभर हियर इन रियल म्याड्रिड होइन. त्यस्तै गर्न खोजिरहेको छ अल्भारो केरेराससँग पनि रियल म्याड्रिडले. बट लाइक फर्स्ट अफ अल प्लेयर प्रोफाइलको बारेमा कुरा गर्नु, प्रब्लम गर्ने पछि कुरा गर्नु. फर्स्टमा प्लेयर प्रोफाइलको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ हि इज अ अफेन्सिभ भेरी स्ट्रङ लेफ्ट विङ ब्याक हु perfectly fits in the system of Xabi Alonso होइन. Xabi Alonso we all know 3-5-3-4-1-2 or 3-4-3 खेलाउँछ भनेर we all know होइन. So in that left hand side, the left back or the left wing back more specifically होइन, Alvaro Carreras would just be perfect. But त्यहाँबाट एउटा प्रब्लम छ, प्राइस ट्याग. बेन्फिका इज आस्किङ 50 million upwards for Alvaro Carreras and रियल म्याड्रिडले त्यतिको पे गर्न खोजिरहेको छैन, किनभने वी अल नो रियल म्याड्रिडलाई अरू पनि प्लेयर साइन हुन्छ एन्ड रियल म्याड्रिड इज भेरी स्मार्ट विथ द ट्रान्सफर बिजनेस. Alvaro Carreras wanna join रियल म्याड्रिड होइन, बिकज ही अल्सो नोज अन्डर Xabi Alonso he can be a perfect fit for रियल म्याड्रिड. फर हिज करियर अल्सो इट विल बी अ ह्युज बुस्ट होइन. अनि त्यसपछि वेन रियल म्याड्रिड कम्स नो वान डिजेक्ट्स. बट बेन्फिकाले दे आर नट विलिङ टु सेल Alvaro Carreras for less than 50 million, किनभने they also knows that Real Madrid needs a player of that kind भनेर. So practically speaking रियल म्याड्रिडले यो प्लेयरलाई साइन गर्न सक्छ, तर त्यसको लागि एटलिस्ट 40 million चाहिँ दिनुपर्छ जस्तो लागेको छ मलाई. अलमोस्ट देयर छ. जस्ट एउटा क्लब एग्रिमेन्ट सुरु भइसकेको छ. इनिसियल टक्सहरू बेन्फिका रियल म्याड्रिडमा नेगोसिएसन सुरु भइसकेको छ. 2-3 दिनमा मेरो विचारमा हेरविगो अहिलेसम्म हेरविगो आइसकेको छैन यो भिडियो बनाउँदैसम्म. अलमोस्ट देयर. बट त्यही हो, प्राइस ट्यागको अलिकति खेल्छ. आयो भने रियल म्याड्रिडमा आयो भने ही विल बी अनडिस्प्युटेड स्टार्टर अहेड अफ फ्रान गार्सिया, अहेड अफ फर्लान मेन्डी, अहेड अफ लाइक डेभिड एल्बा. वी अल्सो स डेभिड एल्बा प्लेइङ एज अ लेफ्ट ब्याक हाम्रो लास्ट सिजनमा आर्सेनलको सेकेन्ड लेगमा होइन. ओ माय गॉड सोचिरहनु डर लाग्छ. सो इट विल बी अ ग्रेट साइनिङ होइन. सो I want this deal to go through, but there is अलिकति प्रब्लम छ होइन अल्भारो केरेरासको डिलमा. द्याट्स द पैसा होइन. त्यो पैसा अलिकति मिल्यो भने इट विल बी अ डन डिल होइन. प्लेयर टर्म्स, क्लब टर्म्स, लाइक प्लेयरसँग क्लब रियल म्याड्रिडको र अल्भारो केरेरासको डिलहरू सबै डन डिल भइसकेको छ, अग्रिमेन्ट भइसकेको छ. बट इट्स ओन्ली बेन्फिका एन्ड रियल म्याड्रिड टकिङ अबाउट द प्राइस ट्याग. सो लेट्स मुभ अन टु नेक्स्ट न्युज होइन. अर्को रियल म्याड्रिडको पहिलाको प्लेयर निको पाज. सो हेयर मी आउट. लाइक निको पाज 8 million आउन सक्छ. आई नो इट्स भेरी चिप होइन, तर निको पाजलाई अहिले रियल म्याड्रिडमा ल्याउनु मेरो विचारमा चाहिँ मूर्खता हो. किनभने म भन्छु 8 million मात्र छ. आई नो, मलाई थाहा छ त्यो 8 million मात्र हो. 8 million euros इज लाइक नथिङ अहिलेको जमानामा होइन. बट त्यहाँ निको पाजको प्लेयर प्रोफाइल हेर्ने हो भने हिज अ लाइक नम्बर 10 अर म्याक्स टु म्याक्स राइट विङ्गर होइन. त्यहाँ त्यो नम्बर 10 पोजिसनमा वी अलरेडी गट जुड बेलिङ्गम, वी अलरेडी गट आर्दा गुलर अनि वी अलरेडी गट ब्राहिम डियाज. सो यहाँ आर्दा गुलरले त टाइम पाइरहेको छैन राम्ररी भनेपछि
मस्ट सिजन योपालि अलिकति टाइम पाउन सक्छ, जावी अलोन्सोले ट्रस्ट गर्न सक्छ आर्दा गुलरलाई होइन। बट निको पाज लेट हिम डेभलप, लाइक छोड्दे निको पाजलाई कोमै हुन दे अहिलेलाई। लेट्स सी अब वाट रियल माइड ट्राइङ टु डु इज अल्भारो मोराटामा लाइक गएको थियो नि 8 मिलियनमा ल्याउने, किनभने वी हेभ द बाइब्याक क्लज होइन, बाइब्याक क्लज तिरेर 8 मिलियनमा निको पाजलाई रियल माइडमा ल्याउने, तर त्यही लाइक यही समरमै फेरि बेचिदिने। द्याट्स अ ट्रान्सफर मुभ द्याट दे क्यान गो, बट I don't know. Like few season back we already got that, like बार्सिलोनामा एउटा एमर्सन भन्ने प्लेयर थियो नि राइट ब्याक, रियल बेटिसबाट 9 मिलियनमा आएको थियो, अनि त्यही सिजनमा लाइक बार्साले टटनम हटस्परलाई 30 मिलियनमा त्यो प्लेयर बेचेको थियो। सो त्यस्तो भयो भने ठिकै छ, तर ल्याएर आफ्नो टिममा राख्नु इज लाइक ना ब्रदर, त्यो नभइदियो हुन्थ्यो। किनभने आर्दा गुलरले टाइम पाइरहेको छैन, ब्राहिम डियाजले प्रपर टाइम पाउँदैन, निको पाज आई नो हि इज भेरी मच गुड, लाइक भेरी गुड प्लेयर होइन, तर ना आई जस्ट डोन्ट वान्ट द्याट टु ह्यापन। अब नेक्स्ट प्लेयर चाहिँ बब बाले प्लेयर्स, बब बाल। एन्जेलो स्टिलर भनेको चाहिँ बुन्देसलिगा क्लब स्टुटगार्टको लागि खेल्ने प्लेयर हो, नट सो एक्सपेन्सिभ, लाइक धेरै चिप त होइन, 60 मिलियन युरोसम्म किन्न सक्छ रियल माइडले। स्टुटगार्टले 60 मिलियन भनेको छ, मेबी 60, 65 or 50 देखि 70 मिलियनको बिचमा हामीले एन्जेलो स्टिलर किन्न सक्छ। अनि द बेनिफिट अफ चुजिङ एन्जेलो स्टिलर ओभर एनी अदर प्लेयर इज लाइक एउटा त प्राइस ट्याग भयो, अनि एन्जो फर्नान्डेसकै कुरा गर्ने हो भने प्राइस ट्यागको त्यो जमिन आसमानको फरक छ क्या, कहाँ 150 मिलियन कहाँ 60-70 मिलियन होइन। अर्को भनेको एन्जेलो स्टिलर इज भेरी 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 गुड डिफेन्सिभली, यु क्यान लाइक जस्ट सी द भिडियोज अफ एन्जेलो स्टिलर होइन। यदि तिमीहरूले एन्जेलो स्टिलरको बारेमा खासै धेरै थाहा छैन भने युट्युबमा गएर एन्जेलो स्टिलर हेर, भेरी कम्पोज अन द बल, त्यो बल यस्तो मजाले विन हानिन्छ नि एन्जेलो स्टिलरले, त्यो नि बुन्देसलिगामा है, लाइक बुन्देसलिगा इज अ भेरी गुड लिग होइन। त्यहाँ हि हेज लाइक ओ माई गड, लाइक योपालि स्टुटगार्टले डिएफई पोकल जितेको छ, जर्मन कप जितेको छ होइन, त्यसमा एन्जेलो स्टिलरको भेरी बिग रोल होइन, नट सो इन्जरी प्रोन एज वेल, भेरी गुड डिस्ट्रिब्युटर अफ द बल होइन। अनि त्यो बललाई लाइक जित्छ, बल जित्छ, लाइक ट्याकल हान्न बल जित्छ, क्लिन ट्याकल हान्न बल जित्छ, अनि बललाई अगाडि बढाउने पनि त्यो क्यापेबिलिटी छ क्या एन्जेलो स्टिलरसँग। अनि त्यस्तो खालको प्लेयर इफ वी आर गेटिङ इन 60 मिलियन, लाइक हामीले पुरै रिस्क पनि लिनु परिरहेको छैन, बुन्देसलिगामा खेलिसकेको छ होइन, ट्रफी पनि जिताएको छ आफ्नो टिमलाई, स्टुटगार्ट जस्तो टिमलाई आफ्नो एउटा लाइक ट्रफी जिताएको हो डिएफई पोकल, इट्स अ भेरी बिग थिङ। हि विल लाइक इफ हि stays at Stuttgart next season, he will be playing Europa League. So hands down I am choosing still Angelo Stiller over any other player. Like Enzo Fernandez, I know Enzo Fernandez is very great player, एकदमै राम्रो प्लेयर हो। एन्जेलो स्टिलर भन्दा आफूलाई धेरै प्रुभ हानिसकेको प्लेयर होइन, तर द प्राइस ट्याग द्याट्स लाइक 100 मिलियन जतिको फरक छ नि त, अनि 100 मिलियन भनेको एकदमै ठुलो अमाउन्ट हो। सो ट्रेन्ट फ्रीमा आछ, अल्भारो केरेरास अलमोस्ट डन छ होइन, अनि वी हेभ प्लेयर्स लाइक आर्दा गुलर, वी हेभ प्लेयर्स लाइक जुड बेलिङ्गम, फेदे भेल्भर्दे, चुआमेनी, कामाभिङ्गा, अनि डेनी सेबायोस होइन। अनि एउटा हामीले भोइड त फिल गर्नुपर्ने छ, द्याट्स त्यो कन्ट्रोलरको भोइड होइन। ट्रस्ट मी, इफ फेदे भेल्भर्देलाई हामीले अगाडि बढेर खेलवाला लाइक त्यो धेरै डिफेन्सिभ वर्क रेटबाट अलिकति फ्रिडम दियौँ भने, अनि एन्जेलो स्टिलरले त्यो डिफेन्सिभली वर्कआउट गर्न सक्यो भने, डिफेन्सिभली यदि एन्जेलो स्टिलरले आफ्नो काम गरिदियो भने, दिस टिम विल बी म्याडनेस, ट्रस्ट मी। यही अर्को सिजनै खतरा च्याम्पियन लिग जित्छ भन्न खोजेँ होइन मैले, तर यत्तिको यङ ट्यालेन्ट छ होइन, इन नेक्स्ट 3-4 years दिस टिम विल गो म्याड, लाइक प्राइम रियल माइड हामीले देख्न सक्छौँ, त्यतिको क्यापेबिलिटी छ ल। आइम नट सेङ यो 2017 भनेर खतरा टिम हुन्छ पछि गएर भने, त्यति साह्रो केही भने कि त मैले, तर दिस विल बी लाइक त्यो फाउन्डेसन हुन्छ एउटा, डिन ह्युसन होइन, राहुल एसेन्सियो, ल लुनी नै हुन्छ पछि गएर किपर होइन, अहिले त कटुवा छ, अनि ट्रेन्ट भेरी यङ होइन, अनि त्यसपछि मिलिटा होपफुल्ली मेबी होइन, के थाहा he can come back, like फ्लोरेन विट्सको पनि त, फ्लोरेन विट्सको पनि त पहिला दुईचोटि युसिएल गएको थियो, अहिले लुक एट द प्लेयर हु इज होइन। अनि त्यसपछि
हाम्रो एन्जेलो केरेरास, फेदे भलभर्दे, बेलिङगम, चुआमेनी, कामाभिङ्गा होइन, अनि त्यसपछि जुड बेलिङगम होइन, अनि रोड्रिगो, भिनिसियस, एम्बापे, अनि आर्दा भइहाल्यो, ब्राहिम डियाज छ, एन्ड्रिक छ। सो यो एकदम यङ टिम छ अहिले, एकदमै यङ टिम छ होइन। लिडर्सहरू लाइक मेन गुड रिजन के छ भन्दाखेरि यही यङ प्लेयर्सहरू नै दे एक्ट लाइक अ लिडर इन द टिम। लाइक फेदे भलभर्दे, किलियन एम्बापे इज अ फ्रेन्च टिम क्याप्टेन होइन। अनि त्यसपछि वी हेभ गट जुड बेलिङगम होइन, वी हेभ गट एक्सपिरियन्स पनि छ नि त हाम्रो टिममा, रुडिगर छ, कर्टुवा छ होइन। अब लाइक मोड्रिच र लुकास भास्केजले छोडिहाल्यो, तर वी हेभ गट सम एक्सपिरियन्स, वी हेभ गट सम यङ ट्यालेन्ट एज वेल। सो त्यो मिक्स भएर इफ वी go and sign proper players this season, this summer, which is very likely, यो पालि फ्लोरेन्टिनो पेरेज तातेको छ। सो यदि राम्ररी प्लेयर किन्न सक्यो भने हामीले ओभर स्पेन्ड नगरिकन प्लेयर किन्न सक्यौँ भने इट विल बी अ ग्रेट डिल, ट्रस्ट मी। एन्जेलो स्टिलर के भन्छ एन्जेलो केरेरास, एन्जेलो स्टेरास होइन, सरी एल्भारो केरेरास होइन, यो दुईवटा प्लेयर भयो। वी अलरेडी गट डिन ह्युस्टन होइन, अनि त्यसपछि ट्रेन्ट अलरेडी आइसकेको छ। सो बबाले टिम बन्नेवाला छ, बबाले बन्नेवाला छ।